दिदी भिनाजु भान्जा भान्जी भिनाजुलाई होइन दिदी भिनाजुलाई हो जिम्मा दिने त दिदी भिनाजुलाई हो नि किन यहाँ आऊ न यता अनि पछि भाजा भाजा लक्कीको लागि त्यसो भने त ल्याम्बिए हो नि त माइती मानेको किन फेरि त्यहाँभन्दा आइसकिन ढिलो धेरै किन बोल्नु मेरो कार्य सफलता भयो है भनेर माइतीलाई मानेको हो बस्नु अगाडि र पछाडि जहिले लाइन बाइक गरेर 4 जना कमसेकम फोटो खिच्दा पनि आओस् के हो त कहाँ खोइ यसो आशिष पनि हल्का हो कि क्या आशिकै आशिक हो भने त्यत्रो बाटो आएर त्यत्रो माथि पहाड चढेर होइन गल्ती गर हस् सबैजनालाई धन्यवाद हामीलाई राखेको रितमा यो मात्रै छ होइन यति मात्रै हो कि अर्को पनि केही छ सामान पनि केही के छ सामान त्यो पनि जानकारी दिनु पर्छ अरू त्यो त देखाइदिनु पर्यो नि त हो त्यो जिम्मा दिनु पर्यो नि त बाँधेर राख्यो भने हातमा दिनु पर्छ अनि पो थाहा हुन्छ त पहाडको हामीलाई के मिल्यो अब होला नि अब हामीसँग के छ संस्कार भनेको चिज जोइ काम बाँकी छ बस संस्कार मान्नलाई होइन मैले अघि पनि भने होइन त्यो संस्कार मान्नलाई हात्ती चाहिँदैन रागा चाहिँदैन खसी चाहिँदैन मैले अघि भनेको थिएँ 2 बोतल पानी राखेर पनि मान्छेको सम्मान गर्न सकिन्छ आफ्ना आफन्त रिलेसनको सम्मान गर्न सकिन्छ तर आज हामीलाई हाम्रो प्रचलनमा आएको चिजहरू हामीले पाएको छौँ हामी हिजोको उखानमा जानु हुँदैन एउटा छोराले बाउले गरेको संस्कारलाई चाहिँ बिरालो डोकामा छोपेर श्राद्ध गरेको संस्कार नहोस् यो हामीले जानिराख्नुपर्छ बाउले चाहिँ बिरालाले त्यो उसले श्राद्ध गर्दाखेरि जुठो लागिन्छ कि भनेर बिरालाले चाहिँ घरमा पालेको बिरालालाई डोकाले छोपेछ अरे कि छोराले त्यही देख्यो बाउले श्राद्ध गरेको बाउ त बिति गए बाउले छोरालाई त्यो सम्झाउन पाएनन् छोराले त श्राद्ध गर्नु पर्यो नि त बाउले त श्राद्ध बाउको गर्दाखेरि बिरालो छोप्थे डोकाले बिरालो थिएन बाउ मरि गए
बिरालो पनि कहाँ गए गए अब बिरालो त खोज्नु पर्यो नि त छोरा तर नि सिस्टम सिक्यो भने अँ गाउँभरिको बिरालो खोजेर लिएर चाहिँ ढोकाली छोपेर श्राद्ध गरेछ भोलि भान्जाले तिमी गर्नु पर्यो भने खुसी राख्नु पर्यो हुन्छ यो सिक्नु यो जान्नु नजान्नु भएको तपाईँहरू पनि छ भने यो कुराहरूले जान्नु है म त्यो अनुरोध गर्दै आजको तपाईँहरूको सम्मान सबै चिजहरूलाई सहज एकदम स्वीकार अनि मैले अघि बोल्न बाँकी रहेको थिएँ हामीलाई टाढा टाढाबाट आएको थियो हाम्रो घरको कार्यक्रम थियो हामीलाई यस्तो हतार थिएन होइन हामी मामाले त बसिहाल्थ्यौँ भोलि हामी 1 बजेको कार्यक्रम भर्सुल जिल्लामा हतोगढी गाउँपालिका वडा नम्बर 7 मा जति पनि हामी यहाँ मामालीहरू उपस्थित भएका छौँ बिरुवाहरू छौँ एकदमै महत्त्वपूर्ण कार्यक्रम नेपाल सरकारको प्रतिनिधि कर्मचारी यहीँ हुनुहुन्छ उहाँले डेफिनेटली यो कुरा बुझ्नुहुन्छ सायद बुझिदिनु भएर हामीलाई यो भएको त्यसको लागि जोरदार ताली एकदमै एकदमै उहाँ एकदम यो प्रति आभारी छु है सायद बुझिदिनु हुन्न कि जस्तो लागेर मलाई एकदमै यस्तो होइन मलाई यस्तो भएको थियो त्यो कार्यक्रम 2 महिना अगाडिदेखि थाहा थिइरहेको अब टाढाबाट आउनुपर्ने यहाँ बिहा पनि छ हेर्नुहोस् अब त्यहाँ कार्यक्रम पनि छ अब कार्यक्रमकै लागि पनि सबै गर्न सकिन्न हेर्नुहोस् यति राम्रो उपस्थिति आज भयो त्यो कार्यक्रम यो वैवाहिक कार्यक्रमले गर्दाखेरि त्यो कार्यक्रम भोलि सफल होस् तपाईँहरूले धन्यवाद दिनुहोला राम्रो त्यस ठिक छ एउटा नेपाल सरकारको प्रतिनिधि भएको कारणले गर्दा पनि सायद बुझ्नुभयो होला जस्तो लाग्यो मलाई बुझ्नु पर्छ कसैको प्रेस आयो समय हुन्छ नि केसर कसैले गरेको त्यसको लागि नि म होइन होइन कसैबाट छिटो गर भनेर म काट्यो समय हुन्छ नि अघि नै मामालीहरू कहाँ कहाँ गएका भए खोज्नु पर्छ यहाँ जुटेका छ उहाँ कोहीलाई नडा लिन पुग्नुपर्छ कसलाई तल पानमारा लिन पुग्नुपर्छ कसलाई कहाँ लिन पुग्नु हो त यो त तपाईँले त गर्नु नि त होला नि संजोगले आफूले भाग्यले भेटेको पो त स्वयं आफै मिलेर जुलेर लोक गरिदिनुहोस् हाम्रो बाटो खुलाइदिनुहोस् भनेर हामीले अनुरोध धेरै 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 कुराहरू स्वीकार भएको छ धन्यवाद अनि एकछिन कार्यक्रम सकेको छ यो जो हामीलाई दिनुभएको छ सबै दाजुभाइको सल्लाह सुझाव सबै अनुसार मैले है मैले दाजुले भन्नु यो तपाईँहरूले हामीलाई जो दिनुभयो अब हाम्रो तर्फबाट फेरि तपाईँहरूलाई यो दिनुहोस् यो विवाद नगर्नु प्लिज होइन कुरा यो तपाईले हाम्रो खुसी हेर्नु परेन यो जबरजस्ती नगरेर मैले के भन्दैछु यो जबरजस्ती नगर्नुहोस् यहाँ भएका पाहुनाहरूलाई हामीले पनि त केही गर्ने मौका पाउँछौँ होला नि त मामाली भएको तर्फबाट हामी मामाली भएको तर्फबाट हामीले पनि केही त सानो तिनो त केही गर्न पाउँछौँ होला नि त हाम्रो पनि इच्छा हुन्छ त हुन्छ कि हुँदैन यो नि अब हामी यो कुरो धेरै नलम्ब्याउँ यस्तो काम हुँदैन यहाँहरूलाई यो एउटा सिल राख्नु सुन्नुहोस् है पहिलो त म यस्तो दक्षिणा पनि नलिने हाम्रो सल्लाह सुन्नुहोस् है यो यहाँलाई त शिर पो राखेको त मामालीहरू यत्रो छोरी जन्माएर हुर्काएर चाहिँ कति 7 धारा दुध के अरे खुवाएर 9 महिना पेटमा बोकेर तपाईँहरूले चाहिँ चेली हामीलाई सम्पिदिनु भयो र तपाईँहरूको चेली लिएर हामीले यत्रो जय जन्म गरेर यत्रो छोरा जन्माएर चाहिँ यसरी शुभ कार्य गरेको हाम्रो संस्कार अनुसार हाम्रो गर्दै ल्याएको बाबुबाजे एउटा पुर्खादेखि उहाँले भने जस्तै म थोरै प्रश्न पार्छु त्यो संस्कारमा हामीले गर्दै ल्याएको हो जय पुर्खाले जे गरे जुजु बाजे हजुरबा बुवाहरूले जे गर्दै हाम्रो बुवाले पनि यस्तै गर्दै आउनु भएको थियो होइन अब हाम्रो बिहे पनि भएको दिदीहरू पनि बिहे भएको मेरो पनि भएको तर मामालीहरू अब कहाँ हुनुहुन्थ्यो कता हे कोही कता इन्डिया नेपालमा भएका उपस्थित भए आफ्ना गाउँ वरिपरि होइन अब यो यस्तो चाहिँ यहाँहरूले कष्ट नगरिदिनुहोस्
म क्षमा प्रार्थी है। यो चाहिँ मामाली राजाहरूले अब समय मिलाएर एउटा घरमा काहीँ केही हजुर ल यसो चाहिँ यसलाई चाहिँ यसो कसरी के हुन्छ सदुपयोग गर्नु होला। यस्तो काम चाहिँ हुँदैन हजुर, हुँदैन यो चाहिँ नगरौँ है। यस्तो भन न हामीले त्यही त मैले अलि कुरा अलि बढी गर्नु यसलाई अलिकति मिलाएर बुझ्नु होला। कस्तो हुन्छ भने तपाईँले हामीलाई दिएको कुरा हामी स्वीकार्न तयार छौँ, स्वीकारिसक्छौँ होइन। अब हाम्रो एउटा इच्छा के हो भने हामीले तपाईँले दिइसक्यो हाम्रो अघि नै किन यो दिएको नि त हाम्रो हातमा चाहियो नि त होइन। अब यो हाम्रो हो नि त। अब हामी यसलाई लगेर जे पनि गर्न पाइन्छ। अब हाम्रो पनि त इच्छा छ हामी चाहिँ सबैजना हामी मामाली मात्रै किन खाने, सबैजना मामाली र मामालीका भान्जा भान्जी सहित खाएर चाहिँ के होला त भने हामीले बसेर गरेको सल्लाह राम्रो गरौँ, होइन। फोटो गरौँ, हामी पनि आउँछौँ बसेर खाँदा के होइन, हुन्छ हामी पनि आउँछौँ। हो त्यसो गरौँ न, त्यसो त गरौँ। अब हामी यहीँ बसेर होइन खान्छौँ क्या। हुन्छ हो यहीँ बसेर होइन हामी खाउँला, यो हाम्रो तर्फबाट गिफ्ट हो। होइन तपाईँले मन दुखाउनै पर्दैन क्या। यो यस्तो हो क्या, यो अरू अर्थमा नलिनु न। अनर्थ नलिनु। हाम्रो पनि इच्छा हो हाम्रो बनाउनुलाई लु त हामीले पनि केही गर्नु खाली भाँडा रित्तो भाँडा पठाउनु चलन हुँदैन। रित्तो भाँडा नपठाउँदा यही अङ्कलले एउटा कुरा सिकाउँछ। हाम्रोमा एउटा कोसेली आउँछ क्या, हाम्रो संस्कार छ नि भाँडामा कोसेली आउँछ। त्यो ढकीमा टालोले छोपेको हुन्छ अनि त्यो ढकी चाहिँ हामी खाली पठाउँदैनौँ हो होइन। त्यो ढकीलाई चाहिँ यसो अङ्कलले भनेको है। हामीले खाइएछ हाम्रो हामीले पनि दिन पाउँछौँ पर्दैन पर्दैन हामीलाई दिने नि, यो तपाईँको सिर राखेको कि पर्दैन नगर्दैन हाम्रो भयो त। त्यस्तो मेरो हाम्रो कुरा नि बुझ्नु कि त्यस्तो काम नगर्नु है, हुँदैन भने यो कुरामा व्यवहार नगरौँ न। नगरौँ त्यस्तो कुरा नगरौँ। यो कुरा पक्रेर लगेर नरिसाउँ है। यस्तो यस्तो हो क्या रास्ता त भयो त हातको कुरालाई बाँध्नु नि त अनि कुरालाई हामीले जे पनि त गर्न पाइयो त। हुँदैन हुँदैन यहाँ नजिक छैन तिर्खाहरू दाजु छन् मान्छेको लागि सबैभन्दा त्योभन्दा बेस्ट के भयो यो चाहिँ अब हामीले हाम्रो दिल खुलाएर हो मान्दैन त के छ यसैमा झगडा गरिरहनु दाजुभाइले